छु 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 साह्रो जाडो यार, मुटु नै कामिसक्यो मेरो त। ओइ ध्वासे, त चिया पिउने कि कफी? चिया पिउने नि। चिया हुँदा हुँदा कफी कसले पिन्छ? त्यही त है, जान त भित्र गएर 3 कप चिया बनाएर ले। साले, त चिया ल्याउँछु भनेर गएको होइन भित्र? अनि खोइ त चिया। सरी यार, मलाई चियै बनाउन आएन। अनि कफी बनाएको भए हुँदैन थियो? कफी त बनाएको थिएँ नि, तर तितो भएर सबै फ्याल्दे मैले त। तितो चाहिँ कसरी भयो फेरि? कति चम्चा हालिस? ल, चम्चा नि हाल्नुपर्छ हो? मैले त पानी र कफी मात्र हाले। ए मूर्खतामा पीएचडी गरेको मान्छे। मेरो मतलब कति चम्चा कफी हालिस? 1 चम्चा, 2 चम्चा, 3 चम्चा कति? म भन्छु तर तिमीहरू रिसाउन पाउँदैनौ है। रिसाउँदिनम के? भन कति चम्चा हालिस? यसले पक्का 6-7 चम्चा कफी हालेको हुनुपर्छ, त्यसैले तितो भयो। साच्चै भन्नु पर्दा मैले 3 मात्र हालेको थिएँ। होइन होला, 3 चम्चाले कसरी तितो हुन्छ हौ? चम्चा होइन, पन्यु। मैले 3 पन्यु कफी हालेको थिएँ, त्यसैले तितो भएको होला। साले, 3 जनाको लागि 3 पन्यु कफी हालिस तैले? तेरो दाइजोमा आएको कफी हो? दाइजोमा कसरी आउँछ? मेरो त बिहे नै भएको छैन। चुप लाग, अझ बाटो हुन्छस्। त्यो कफीलाई कति पर्छ थाहा छ तँलाई? 1 प्याकेटको 5000 पर्छ। बाबाले विदेशबाट पठाउनु भएको कफी हो त्यो। 1 प्याकेटको 5000? सुनबाट बनेको कफी हो कि क्या हो? होइन होइन, सुन त अलि महँगो भइहाल्यो नि। चाँदीबाट चाहिँ बनेको हुनुपर्छ। हेलो बोइज। हेलो सेक्सी। के रे? खत्तम। मेरो मतलब सेती। हेलो सेती, के छ हालखबर? ठीक छ ब्रो, तिम्रो के छ? मेरो त ललिपप छ, चुस्ने। ओइ गोरु, केटीहरूसँग बोल्ने तरिका यही हो तेरो? रामरी बोल्न आउँदैन? रामरी त बोलिरहेछु नि। साँच्चै छ क्या मसँग ललिपप? ई, एउटा तिमीलाई, एउटा तिमीलाई। हाउ स्वीट, थ्याङ्क यू। के को थ्याङ्क यू? मैले किनेको हो त्यो ललिपप। थ्याङ्क यू भन्ने भए मलाई भन्ने। फेरि भन् त, कसले किनेको रे? यस्तो राति दोकान जाने चाहिँ म, अनि क्रेडिट लिने चाहिँ त दोकान गए नि, पैसा त मेरो थियो नि त। ई थियो तेरो। त्यो भेटेको पैसा होइन, कसरी भयो तेरो? भेटेको हो, तर त्यो पैसा मैले टिपेपछि मेरो हुँदैन त? हुन्छ तेरो, मैले देखाएर त टिपिस नि। मैले नदेखाएको भए कसरी टिप्थिस? म आफै देखिहाल्थे नि। तेरो मात्र आँखा छ र, मेरो चाहिँ छैन। देख्थिस त अन्धाले। जसले चाहिँ चस्मा बिना यो कति हो भन्दा 5 हो भन्छ, त्यसले देख्थ्यो रे पैसा। ल भयो भयो, यति सानो कुरामा किन झगडा गरिरा? मेरो तर्फबाट दुवैजनालाई थ्याङ्क यू। अब झगडा नगर। केटी हो, के पिउने तिमीहरू? चिया कि चिया? लौ, कस्तो चिया कि चिया हौ? चिया कि कफी भन न? कफी पिउनलाई त कफी हुनु पर्यो नि। अनि खोइ त तिम्रो बाबाले विदेशबाट पठाएको कफी। त्यहाँ छ नि एउटा पुच्छर बिनाको बाँदर, त्यसले सबै बिगार्दियो नि। ओके ओके, त्यसो भए चिया नै खाइदिम न त। खाइदिम हुँदैन हौ, पिदिम हुन्छ। चिया त पिउने कुरा पो हो त, खाने कुरा हो र? मैले खाइदिम भने नि पिदिम भने नि तिमीलाई के को मतलब? तिमी मेरो टिचर हो? भलाइको त जमानै छैन यार। झन् उसकै भाषा सुधार्दिरहेको छु, उल्टै मलाई पो थर्काउँछ। ओइ, त धेरै नबोल त, चुपचाप आगो तापेर बस। तिमीहरू बस्दै गर ल, म मिठो चिया बनेर ल्याउँछु। ओ सेती र गोरी, मलाई एउटा कुराको जवाफ देऊ त। यो हरेक साल जति जाडो बढ्छ, त्यति तिमीहरूको कपडा किन घट्छ? तिमीहरूलाई जाडो हुँदैन? त्यो हाम्रो सिक्रेट कुरा हो, तिमीहरूलाई भन्न मिल्दैन। भन न भन, हामी कसैलाई नि भन्दिनौँ हौ। भन्न मिल्दैन के? कस्तो जिद गरिरा? हामीले तिमीहरूलाई सोधेको छौं, तिमीहरू आफ्नो गर्लफ्रेन्डलाई भन्दा फुटबललाई किन धेरै माया गर्छौ भनेर? किन नसोधेको त? सोध न, हामी त फ्याट्टै भनिदिन्छौँ नि। म भन्दिम यिनीहरूलाई। भन्दै आज यो कुरा सबले थाहा पाउनै पर्छ। सुन्नुहोस् है तपाईहरू पनि ध्यान दिएर। केटाहरूले आफ्नो गर्लफ्रेन्डलाई भन्दा फुटबललाई धेरै माया गर्छन्, किनकि फुटबललाई साथीसँग साट्न मिल्छ, तर गर्लफ्रेन्डलाई साट्न मिल्दैन। धन्यवाद। तिमीहरूको यही सोचले गर्दा हो के हामीले जाडोमा पनि छोटो छोटो कपडा लाउनु परेको? हाम्रो सोचले गर्दा? कसरी? म भन्छु कसरी। जबसम्म हामीले छोटो कपडा लाउँछौं, तबसम्म हाम्रो बोयफ्रेन्डको ध्यान हामीतिर हुन्छ। तर जुन दिन हामीले बाक्लो कपडा लाउँछौं, त्यो दिन हाम्रै अगाडि अरू केटीलाई हेरिरहेका हुन्छन्। अनि यस्ता मान्छेहरूको के भर? अनि यहाँ चाहिँ किन छोटो कपडा लाएर आएको त? तिमीहरूको बोयफ्रेन्ड छैन त यहाँ? तँलाई थाहा छैन ध्वासे र सेतीको लप पर्दैछ भनेर? कहिलेबाट? मलाई त केही थाहा छैन त। 2 महिना भइसक्यो नि, तर कसैलाई थाहा छैन। अनि तँलाई चाहिँ कसरी थाहा भयो त? मैले त यिनीहरूलाई रेड ह्यान्ड पक्रेको थिएँ नि त बाथरुममा।
हो र कहिले अनि भिडियो बनाइस् त खत्तम चुपलाक तँलाई लाज लाग्दैन यस्तो कुरा गर्न आफ्नो साथीको भिडियो बनाउँछु म बनाएको छु तँलाई भरे व्हाट्सएप गरिदिन्छु ल ठिक छ सेतीले त ध्वासे भएर छोटो कपडा लाएछ तिमीले चाहिँ किन छोटो कपडा लाएको नि कि तिम्रो पनि योसँग चक्कर चल्दैछ छी यो अनुहार र दनुहारकोसँग मेरो चक्कर चल्छ मैले त सेतीले भनेर छोटो कपडा लाएको नत्र त सिरक नै उडेर आउँथे खोइ अघिको ललिपप फिर्ता देऊ किन त्यो त मलाई दिएको होइन अब दिनु मन छैन मलाई मेरो ललिपप मै चुस्छु के हेरिराको छिटो देऊ मेरो ललिपप ल्याउ तिम्रो कुहिएको ललिपप मलाई पनि अरूको ललिपप चुस्नु छैन ल आयो है आयो तातो चिया 2 कप तिमीहरूलाई 1 कप मलाई ओइ ध्वासे अनि खोइ त हामीलाई चाहिँ चिया किन चाहियो तिमीहरूलाई आगो बाल्देको छु त त्यही ताप्दै बस्न बख तलाई केटी पाएसी साथीलाई बिर्सिस हैन त ओ साथी त जस्तो 3 महिना ननुहाउनेलाई साथी बनाउँछु म त चाहिँ के हाँसिरहेको नि त झन् बाहिर जाडो छ भन्दै बेडमै सुसु गर्छस् आफू नि आफू यो झन् के गर्छ थाहा छ तिमीहरूलाई एकैचोटि नुहाउँदा जाडो हुन्छ भनेर हरेक दिन एउटा एउटा अङ्ग नुहाउँछ आज टाउको नुहाउँछ भोलि हात नुहाउँछ पर्सि खुट्टा अनि लास्टमा जिउ नुहाउँछ यसरी बित्छ यसको जाडो जसरी नुहाए नि सफा बसे भइहाल्यो नि त जस्तो हो र प्यान्टमा मुतुवा प्यान्टमा त तैले पनि मुच्छस् नि हामीले नथा पाएको हो र कहिले देखिस् मैले प्यान्टमा मुतेको मैले प्यान्टमा मुत्ने भए बिहान उठ्दा भिजेको हुँदैन थियो यसको जस्तो गुड क्वेशन तर यो क्वेशन गरेर त आफै फसिस अब म खोल्छु तेरो राज यो के गर्छ थाहा छ राति प्यान्टमा मुत्छ अनि हिटर बालेर त्यो प्यान्ट सुकाइदिन्छ अनि बिहान उठेपछि हतार हतार हिटर अफ गर्छ अनि त्यही प्यान्ट लगाएर बाहिर निस्किन्छ सब थाहा छ मलाई के यो साँचो हो कान्छा तिमी साँच्चीकै प्यान्टमा मुत्छौ होइन नि कान्छी यिनीहरूले झुटो आरोप लगाइरहेछ म माथि लजाउनु पर्दैन कान्छा हो भने हो भन न म खुद यस्तै गर्छु जाडोमा वाह भगवानले सबको जोडी बनाउनु हुन्छ भन्ने सुनेको थिएँ आज यिनीहरूलाई देखेर विश्वास पनि भयो वाट मुतुवा जोडी ओइ यिनीहरूको फोटो खिचेर ट्विटरमा हाल्दिम न #मुतुवा जोडी मुतुवै भए नि मेरो साथीको जोडी त छ नि तिमीहरूको त त्यो नि छैन हामीलाई चाहिया नि छैन त्यस्तो मुतुवा जोडी हामीलाई हाम्रो हात नै काफी छ मतलब त चाहिँ के मतलब भनिरानी केटा भएर पनि बुझ्दैनस् यस्तो कुरा साँच्चै बुझिन के मैले भन्न के भन्न खोजेको यसले नाटक गरिरहेछ है सब थाहा छ यसलाई हेट आगो ताप्दा नि जाडो हुन्छ त यार यसपालिको जाडोमा त मरिन्छ कि क्या हो मर एक दिन भए नि कलेज छुट्टी हुन्छ त मरिस भने त मर्न म किन मर्नु मर्ने कुरा तैले गरे हैन मैले गरे हो र ह्याट तेरी जो भए नि एकजना लाग्दैन केटा भएर केटालाई माया गर्नु तिमीले के हामीलाई के सम्झेको हे भगवान कस्ता कस्ता मूर्खहरू छन् हौ यो संसारमा ओ बहिनी धेरै प्यार 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 गर्ने हैन है जाडोमा तातो बनाइदिन्छु नि फेरि पर्दैन ल थ्यांक यू आई एम अलरेडी फिलिङ हट रियली आई एम अल्सो फिलिङ भेरी हर्नी कतिखेर गर्ने ओइ लाजपचुवा यो के भन्दैछस् त इंग्लिश आउँदैन भने किन बोल्छस् ह शट अप यु कन्ट्रोल योर माउथ बुझिस डोन्ट टक नाना थरी आई नो इंग्लिश ए यु नो इंग्लिश यस यस भेरी वेल आस्क मी एभ्रिथिङ यु शुड धेरै जान्दो रहेछस् तैले इंग्लिश ल मलाई तैले भनेको हर्नी शब्दको अर्थ के हुन्छ भन् त त्यो चाहिँ थाहा छैन मलाई त्यो त मैले तेरो र सेतीको च्याट पढेर भनेको कान्छा यो के सुन्दैछु म रेडियो सुन्दैछौ तिमी कान्तिपुर FM 96.1 मेगाहर्ज को-पावर्ड बाइ सेन्चुरी मसला एन्ड धारा तोरीको तेल सुनेनौ यसले हाम्रो च्याट पढेको रे ओइ कहाँ देखिस् तैले हाम्रो च्याट तेरै मोबाइलमा यसले र मैले सँगै देखेको मेरो मोबाइल त यही छैन त तँसँग हैन हामीसँग छ तेरो मोबाइल अब यो च्याट सिधै ग्रुपमा सेन्ड गरिदिन्छु म नाइ प्लिज यार प्लिज ग्रुपमा सेन्ड नगर्न यार प्लिज के प्लिज बरु म खुट्टा ढोक्छु तेरो ल ढोग खुट्टा ढोक्छु भनेको हैन ढोग्न अब अब कसरी पठाउँछस् ग्रुपमा पठाएर देखा त ध्वासे नाम सुनेर लाटा सम्झिस
लाटा होइन जाठा हो यो जाठा फेरि एकचोटि ध्वासे नाम सुनेर लाटा सम्झिस लाटा होइन महालाटा हो यो महालाटा आज तँलाई देखाउँछु सालेको लाटाको बाठा भनेर गाइज